नमस्कार मेरो दर्शकबिनहरुमा, यहाँ तामाङ समुदायको बिहामा आएको म। अनि यहाँ बेहुला बेहुली फ्याबलजी तपाईहरुलाई मेरो तर्फबाट नै सुखद जीवनको लागि, वैवाहिक जीवनको लागि शुभकामना भन्न चाहे है। म चाहिँ डुप्लिकेट तामाङ है। अनि यहाँ बिहा छ भनेर म आएको। अनि यहाँ हाम्रो बुहारीको चाहिँ घर कता? ए अब बेहुली लिएर जाने पो। अनि ज्वाइँको चाहिँ? ए ल धन्यवाद। यहाँ नचिनेको रहेछ, बिहामा आउनुभयो? ल बधाई छ तपाईहरुको। म डुप्लिकेट तामाङ पनि बिहा हेर्न आएको। त्यसले गर्दाखेरि यहाँनिर रीतिविधि के छ अब थाहा छैन है। रीतिरिवाज भनौँ न। बाजा बन्धन हुँदो रहेछ सबैको हुँदो रहेछ। अब माइला बिहामा आउनुभयो? माइला बिहामा पनि आज साइला आएन? माइला मात्र आएको। ल है त, यहाँ चाहिँ नि माइला साइला काम। ल है धन्यवाद। हजुर चाहिँ जेठो कि माइलो होला? म साइलो। म डुप्लिकेट तामाङ। ओरिजिनल बन्नु पर्यो। ओरिजिनल त अब बन्छ। अब यहाँ बस्यो भने बनिहाल्छ नि। ल भाषामा त जाने भने त ओरिजिनल भइहाल्छ। भाषा अलिक पुरा आउँदैन। बर्बाद भयो। यहाँ चाहिँ मेरो विचारमा बेहुला र बेहुली पक्षको यो एउटा के भन्छ, बाचा बन्धन के भन्छ, कुरा छिनाउने जस्तो लाग्छ। भइरहेछ। यहाँ डिस्टर्ब नगरौँ। यहाँ हाम्रो 35 किलो साउ पनि आउनु भएको छ। अझ झन् हेरसम्म भएर आउनु भएको छ यो साउ। अनि खुसियालीमा हुनुपर्छ। ल हेर्नु न। ल यहाँ चाहिँ भोज खाने ठाउँ रहेछ। ओ माइला दाइन आउनु भएछ त? फ्याबलजी। अब समय सक्यो।